कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ, विराटनगर किङ्सको तेस्रो जित। नमस्कार, स्वागत छ तपाईहरूलाई अपलम स्पोर्ट्स युट्युब च्यानलमा। आइतबार एक दिनको आरामपछि सुरु भएको नेपाल प्रिमियर लिग एनपिएलको पहिलो खेलमा विराटनगर किङ्सले लगातार तेस्रो सफलता पाएको छ। विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा विराटनगरले सोमबार त्रिवी क्रिकेट स्टेडियममा साबिक विजेता जनकपुर बुल्सलाई 9 रनले पराजित गरेको हो। यो सँगै जनकपुरले दोस्रो हार बेहोरेको छ। यसअघि पहिलो खेलमा जनकपुरलाई काठमाडौँ गोर्खाजले निराश पारेको थियो। विराटनगरले भने पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो। स्टडी अब्रोडको सपना नो टेन्सन। एपिएस इन्टरनेसनलले दिन्छ एक्सपर्ट गाइडेन्स एन्ड स्मुथ प्रोसेसिङ, बिल्कुल ह्यासल फ्री। योर फ्युचर बिगिन्स विथ एपिएस इन्टरनेसनल कुमारीपाटी ललितपुर। सोमबार भएको खेलमा 136 रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले 9 विकेटको क्षतिमा जम्मा 126 रन मात्र जोड्न सक्यो। खराब सुरुवात गरेको जनकपुरका ओपनिङ ब्याट्सम्यान आसिफ शेख तेस्रो ओभरमा स्पिन बलर सूर्य तामाङबाट बोल्ड भए। त्यस्तै जनकपुरका कप्तान अनिल कुमार शाहलाई 7औं ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले जर्ज मुन्सीबाट मात्र 4 रनमा क्याच गराए। ओपनर लाहिरू मिलान्था पनि 8.2 ओभरमा सन्दीप लामिछानेबाट बोल्ड भए। त्यसपछि जनकपुर बोल्स दबावमा आएको थियो। लाहिरू मिलान्थाले 23 रनको योगदान गरेको थियो। सूर्य तामाङले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सञ्जय कृष्णमूर्तिलाई 20 रनमा आउट गरे भने मयन यादव 4 रनमा शुभम रञ्जनेको बलमा क्याच भए। 18औं ओभरको दोस्रो र तेस्रो बलमा सन्दीपले लगातार विकेट लिएर जनकपुरका रूपेश सिंह र सङ्गीत कोरीलाई पवेलियनको दिशा देखाए। अर्को ओभरमा आदित्य महतलाई मर्स्याङ डी लाङले एलबिडब्ल्यू धरापमा पारे। अन्तिम ओभरमा जनकपुरका लागि सर्वाधिक रन स्कोर गरेका थान निकोल लोफ्टी इटन रन आउट भए। उनले 30 बलमा 4 चौका र 1 छक्काको मद्दतमा 41 रन बनाए। बलिङमा विराटनगरका सन्दीपले सर्वाधिक 4 विकेट र सूर्य तामाङले 2 विकेट लिए भने शुभम रञ्जने र मर्स्याङ डिलाङले सम्मान 1-1 विकेट लिए। त्यसअघि टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले 7 विकेटको क्षतिमा जम्मा 135 रन जोडेको थियो। विराटनगरका लागि शुभम रञ्जनेले सर्वाधिक 37 रनको योगदान गरेका थिए। विराटनगर किङ्सका ओपनर जर्ज मुन्से तेस्रो ओभरमा 10 रन बनाएर सङ्गीत कोरीबाट बोल्ड भए। त्यस्तै 8औं ओभरमा मार्टिन गप्टिल 15 बलमा 1 चौकाको मद्दतमा 13 रन जोड्दै आउट भए। लोकेश बम पनि 26 बलमा 1 चौका र 2 छक्काको मद्दतमा 28 रन जोडेर पवेलियन फर्किए। बसिर अहमदले 35 बलमा 3 छक्का प्रहार गरी जम्मा 36 रन बनाएर 18औं ओभरमा रूपेश सिंहबाट बोल्ड भयो भने नारायण जोशी 2 रनमा रूपेश सिंहकै बलमा क्याच आउट भए। अन्तिम ओभरमा 29 बलमा 2 चौका र 2 छक्का प्रहार गरेका शुभम रञ्जने 37 रनमा रनआउट भयो भने लगत्तैको बलमा मर्स्याङ डिलाङ पनि रनआउट भएका थिए। बलिङतर्फ जनकपुरका रूपेश सिंह र सङ्गीत कोरीले सम्मान 2-2 विकेट लिएका थिए। यस्तै खेल सम्बन्धी जानकारीहरूका लागि भिडियोलाई लाइक, सेयर तथा च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।